खै चाबी दिनु त खत्रिका खोड अहिले ल्याउनु न चाबी म त तपाईँ मेरो बेइज्जत गर्ने भए म दिन्थेँ कति चाहिँ पैसा जम्मा गरेको रहेछ छैन के खत्रिका खै हल्लिँदैन नि त छैन भन्दैछु नाइ नफुटाउने क्या बेइज्जत नगर्नु किन त्यो अहिले अलिक पछि म फलामको किनिदिन्छु खै न उत्यो नगर्नु न बिग्रिन्छ क्या खै यहाँ त्याउनु ए केही छैन क्या छैन भन्दैछु देखाउनु आमा हालेकै छैन पैसा अनि कहाँबाट पैसा हुन्छ त हजारै हजारको रहेछ त नि छैन के हात काट्छ है अहिले आमा मेरो यो कहिले पछि फुटाउने भनेर हालेको